आज म भ्लग गर्दैछु, भ्लगिङ गर्दैछु। आज म भ्लग गर्दैछु। हजुरहरूले योभन्दा अघि मैले बाहिर चढाएको भ्लग हेर्नुभएको थियो होला, आशा छ यो भ्लग तपाईँहरूले हेर्नकै लागि ओपन गर्नुभएको छ होला। आज म तपाईँहरूले आफ्नो घर देखाउँछु। हेर्न चाहनुहुन्छ मेरो घर? हेर्न चाहनुहुन्छ घर? मेरो घर कस्तो छ भने यो मेरो घर हेर्नुस् गाइस। यो माई हाउस, माई होम, यो मेरो घर हो गाइस। यो हाम्रो जग्गा हो। हाम्रो जग्गा कतिवटा छ देखा हुँदै जान्छ। यो एउटा भयो, दुईटा भयो, दुईटा पछि यो तीनटा, चारवटा, पाँचवटा, यो पाँचवटा, यो छवटा, यो सातवटा, आठवटा, त्यसपछि यता 9वटा, उता 10वटा, उता तलको 10-11वटा, झन् तलको 12वटा। हेर्नुहोस्, अब यहाँ ठ्याकठ्याकै राखेको छ नि, जुन हो त्यहाँबाट तल त्यो हाम्रो होइन है। त्यो ठ्याकठ्याकै राखेको नि हाम्रो होइन, त्यहाँभन्दा होइन त्यो पनि हाम्रो होइन है। ठ्याकठ्याक हो यो बिचको बिच छ त, यो बिच हो। यो बिचदेखि यता हो यो घरको हाम्रो चाहिँ बिचदेखि माथिको है। अनि यतापट्टि पनि छ गाइस। यहाँ एउटा घर छ, नयाँ घर बनाएको गाइस। यो पनि नयाँ घर। यो घर उता हाम्रो होइन, यो घर हो। यो दबदबेको रुख छ त, यो घरको माथिको जग्गा हाम्रो। यो दबदबेको रुख पनि हाम्रो, त्यो रुख पनि हाम्रो नै हो गएको गाइस। त्यो अझ यो बारीको उतापट्टि पनि छ, अनि त्यो उतापट्टिको पनि खरबारी छ गाइस। खरबारी उता छ। यहाँ हेर्नुहोस्, यो जग्गा यहाँ बाटो छ बिचबाट। यो सबै जग्गा हाम्रो। यो अघिल्लो भिडियो पनि मैले देखाएको थिएँ। अघिल्लो भिडियोमा मैले बाहिर चढाएको थिएँ, जुन भिडियो तपाईँले हेर्नुभएको छ आशा छ। अघि यो भएको, अब यो भएको लागि तपाईँहरूले लाइक गर्नु है, सब्सक्राइब गर्नु, च्यानल सब्सक्राइब प्लिज। यो हाम्रो घर हो। यो हाम्रो घर। उयो गोठ ऊ त्यहाँ छ है, गोठ हो। गाई छन् त्यहाँ तीनटा गाई हुन्। तीनटा गाई छन्, दुईटा भने चाहिँ सरी। काउ इज अ डोमेस्टिक एनिमल। काउ इज अ डोमेस्टिक एनिमल। त्यसको गोठ हो गाईको। काउ इज अ गोठ, मतलब गोठ इङ्ग्लिसमा भने चाहिँ होइन। काउ गाईको यो काउ निस्किएको छ क्या। म अझै इङ्ग्लिसमा एक्सपोर्ट त छैन, त्यही पनि इङ्ग्लिस बिचमा किन निस्किन्छ होला गाइस, यो पनि कमेन्टमा हेर्नु होला। हेर्नुहोस् गाइस, यो हाम्रो घर। पछाडिबाट देखाउँछु अनि उतापट्टि पनि देखाउँछु है गाइस।
हेर्नुहोस् यो पनि पछाडि हो। अब यो भान्सा कोठा हो गाइस, यो हाम्रो भान्सा कोठा। त्यो टोयलेट यतापट्टि कुखुराको खोल्छ, आउनुहोस् हेरौँ। यो कुखुरा सबै बेचिसक्यो गाई छैन, हेर्नुहोस्। पिज्जा चालन खाइन्छ, त्यो मकै बाँकी छ, सबै बेचे भ्याइयो गाइज कुखुरा। यो कुखुरा अहिले खाइरहेको छ। यो टोयलेट शौचालय भने यहाँ लेखेको छ। अनि यहाँ साबुन पानी हात धुनु पर्ने जोखिमपूर्ण अवस्था भने लेखेको छ। साबुन पानी हात धो भने स्वस्थ रहौ भने एउटा सन्देश दिएको, यो कागज टालेको छ नि त्यस्तो। ए यो हाम्रो धारा, यो यहाँ माथि छोपे होइन। यो कागतीको हाम्रो घर कस्तो छ त? यो हाम्रो भान्सा कोठा। यहाँ ग्यास राखेको छ गाइस, यस्तै यहाँ ग्यास राखेको छ। यो ग्यास टाइट भएको हुनाले गर्दा हो यसको प्रयोग गर्नुपर्छ। यसको प्रयोग खोल्न सहज हुन्छ है गाइस। यहाँ सिलिन्डर छ, यहाँ केबल छ, यो यता छ। र प्रयोग कस्तो आएको छ त? राम्रो आएको छ भने प्लिज लाइक बाई बाई।